हेलो साथीहरू, के छ तपाईहरुको हालखबर? तपाईहरु सुतिरहनु भयो होला है। हामी नजिकको लिगलिग डाँडामा आएको छौं। अब लिगलिग डाँडामा चाहिँ के छ, यो चाहिँ गोर्खामा पर्छ बाइ द वे हैन। अब यो लिगलिग डाँडामा चाहिँ के छ भनेर चाहिँ म तपाईहरुलाई देखाइ नै हाल्छु। जे होस्, सबैलाई हामीले यहाँ चाहिँ अब ओभरअल यहाँ कस्तो छ त हैन, इन्भाइरोमेन्ट कस्तो छ, कति ठाउँहरु जानुहुन्छ, ओभरसिट लाग्दैन तपाईहरुलाई। तर यो ठाउँ चाहिँ त्यस्तो खालको छैन क्या, धेरै मान्छेलाई थाहा नै छैन हैन। तर इट इज रियली ब्युटिफुल है। ल बाँकी भनेको अहिले हामी माथि डाँडामा गएर देखाउँछौँ। अहिले चाहिँ हामी बाटोको बिचमा गोर्खा लिगलिगकोट गाउँ नेपालको इतिहासको मुटुमा स्वागत छ तपाईहरुलाई। यो हो लिगलिगकोट गाउँ, वीरता, एकता र गौरवको भूमि। सदियौं अघि यही ठाउँमा राजा चयन गर्न वीरहरूले दौड प्रतियोगिता गर्ने गर्थे। यही भूमिबाट राजा द्रव्य शाह पनि उदाए। राजा द्रव्य शाह भनेको गोर्खा राज्यका संस्थापक। त्यही क्षणले नेपाल एकीकरणको सपना पनि सुरु गरे। आज लिगलिगकोट हरियो डाँडा र कुहिरोले ढाकिएको उपत्यकामाथि गर्वका साथ उभिएको छ। यहाँको चिसो हावामा इतिहासको सुगन्ध महसुस गर्न सकिन्छ। लिगलिगकोटको सनराइजले सुनौलो रङमा आकाश रङ्गिन्छ। लाग्छ कि यो गोर्खाको गौरव हो। लिगलिगकोट केवल एउटा गाउँ होइन, यो शक्तिको, परम्पराको र राष्ट्रिय एकताको प्रतीक हो। लिगलिगकोट आउनुहोस्, जहाँ नेपालको इतिहास साँच्चीकै सुरु भएको थियो र आफैले पनि त्यो चिज अनुभूति गर्नुहोस्। हस्त, धन्यवाद। यो ठ्याक्कै यो पोइन्टबाट चाहिँ हामी ठ्याक्क लेफ्टतिर जानुपर्ने हुन्छ है। अफ रोड छ, त्यहाँबाट चाहिँ अलिकति गाह्रो छ बाटो। हेर्नु न, म देखाइहाल्छु है यो भिडियोमा। केही पाउनको लागि केही गुमाउनुपर्छ। बाटो यस्तो छ, हेर्नु पाइएको पनि गाह्रै गाह्रै छ भनौँ। बाटो त खत्रै छ नि। यस्तो छ बाटो, हिँड्नु अफरोड हल्को हल्को। तर हिँड्न पनि अब त हिँडेरै जाने, बाइक पनि जानु यहाँबाट हिँडेर जानुकै मजा छ। धेरै नै होइन, 100 मिटर पनि छैन, उकालो पनि। लेट्स गो। मेन ठाउँ छ। अब हामी पार्किङ गरेर टक्क हाम्रो गन्तव्यतिर लाग्दैछौँ होइन। अब साथीहरू यहाँ उकालो चाहिँ अलिकति चाहिँ छ होइन, तर त्यस्तो धेरै पनि छैन। लास्टै हिँड्नै गाह्रो हुन्छ छुट्टी कुरा। नर्मल मान्छेहरू ढुक्क हो। त्यहाँ चाहिँ भ्यू पोइन्ट छ होइन, त्यो लास्टमा जान्छ हामी। अब प्रवेशद्वार आइसक्यो हामी। ल हेर्नु त, यस्तो बवाल देखेँ नि त यो पोइन्ट। कस्तो दामी छ है। यो लिगलिगकोटबाट मात्रै देखिन्छ यस्तो चाहिँ हाम्रोतिर चाहिँ। कसम भनेको यो सब तल मन्दिर नै बनाएको छ होइन। पहिला आउँदा त बनाएको थिएन,
अहिले त मन्दिर रेडी भइसकेको छ पुजारी अङ्कल पनि हुनुहुँदो रहेछ यहीँ पहिला त यहाँ थियो नि त छुट्टै अहिले चाहिँ होस् राम्रो बनाउनु लागेको रहेछ है दाइ अहिले त धेरै कुराहरू फेरि पुनर्निर्माण भएछ नि त सजावट तपाईँ यहीँ बस्ने हो दाइ बेलुका नि ए यो दसैँको बेलामा बार्नै पर्ने टाइपको है कालिका मन्दिर पहिला त हामी यहीँ छिर्थ्यो नि त बाटो चाहिँ भर्खर ए म त नदेखिर अष्टमीको दिनमा हिजो गोरखकाली र हाम्रो लिगलिगमा चढ्दो बलि हिजोको दिनमा चाहिँ गजबको हजुर अब होइन अब बिस्तारै हुन्छ हेर्न नि आएको अहिले चाहिँ अब चाहिँ बिस्तारै बिस्तारै सबै कुराहरू चेन्ज हुँदैछ यहाँको होइन राम्रो हुँदैछ कार्भ स्टोन पनि छ यहाँ है शिलालेख तपाईँको घर यतितिर हो ए त ल त हामी एकछिन टुप्पोमा पुगेर है यसो अवलोकन गर्छौँ मन्दिर निर्माण कार्य हुँदैछ यहाँ चाहिँ ल इतिहासको बारेमा अब थाहा छ भने तपाईँहरूले पनि द्रव्य शाह चाहिँ चिन्न पर्ने हो बिस्तारै बिस्तारै गर्दै बोल्ने बिस्तारै बिस्तारै त्यही नै ऐतिहासिक हो है साथीहरू जुन चाहिँ अब मलाई पनि राम्रो थाहा होइन त्यही भएर म यहाँ आएको गर्छु हरेक दिन आउँछु केही न केही नयाँ कुरा थाहा पाउँछु हेर्नुहोस् त lovely sense of view. दुश्मनले पहिला अट्याक गर्दाखेरि यो डाँडाबाट पुरै छर्लङ्गै देखिने हेर्नुहोस् अट्याक गर्नै सक्दैन कसैले त्यो त खतरा ठाउँमा यहाँ चाहिँ जाडो महिनातिर अब चाहिँ 3-4 महिनापछि आयो भने चाहिँ लालीगुराँस पनि टन्नै फल्छ होइन यो जङ्गलमा माथि जाउँ किल्ला है यो चाहिँ किल्ला जहाँ चाहिँ तोपसोप राखेर दुश्मनहरूलाई के अरे के भन्छ त्यही आक्रमण त्यही गर्ने ल अलिकति गाह्रो छ आउ साथी हात दिन्छु ल अलिकति गाह्रो थियो अब यो हेर्नुहोस् यो यस्तो सिला तपाईँहरूले नि आफ्नो गाउँ ठाउँमा देख्नु भयो होला मैले देखेको यहीँ देखेँ हो है अब बाटो चाहिँ गलत आयो के हो खोइ उक्लिने ठाउँ चाहिँ देखिएन त ऊ त्यहाँनिरबाट चाहिँ रहेछ अब सास चाहिँ नहोस् त्यस्तो गरिदिनु राजाको गढी हेर्नु सक्नुहुन्छ होइन पहिला राजाहरू यस्तो डाँडा काँडा बस्नुहुन्थ्यो यस्तो भिडपाखामा यस्तो ओह्रालोमा भन्नु त पहिला नेपालीको अब पृथ्वीनारायण शाहले एकीकरण गर्दा डाँडा काँडामा आक्रमण गर्न सक्दैन भने तल दुश्मनले आक्रमण गर्न सक्दैन डाँडा काँडा बसेर ढुङ्गा पल्टाउने इधर उधर गर्ने भने त डाँडा काँडा बस्ने रहेछ पहिला पहिला
एकदम कति बवाल छ यार यो ठाउँ चाहिँ। यार साथीहरू अब लिग्रीकोटको एउटा सर्टेन एरियाहरू त देखाइसक्यो तपाईँहरूलाई होइन। अब यहाँबाट चाहिँ यहाँ तल चाहिँ उयोहरू छ क्या पहिलाको त्यो के अरे के भन्छ त्यसलाई किल्ला होइन किल्लाहरू छ कि त्यो सेफ्टीको लागि बस्छ नि त अहिले पनि आर्मीहरू बसिरहन्छ त्यस्तै पहिलाको सेनापतिहरू चाहिँ टक्कै किल्लाबाट हेर्थ्यो क्या दुश्मनले अट्याक गर्नु लाग्यो होइन प्रिपेयर भएर बस्थ्यो। अनि अरू भनेको चाहिँ अहिले चाहिँ अब अलिकति मोडर्नाइज भएर रहेछ होइन मन्दिरहरू पनि रेनोभेट गर्दैछ भत्केको थियो नि त अथवा कुनै स्थापना नै भएको थिएन के अरे देवीको मूर्ति चाहिँ छ तर उसलाई चाहिँ उ दिन पाएको थिएन फिजिकल स्वरूप दिन पाएको थिएन राम्रोसँग तर अहिले चाहिँ बिस्तारै तयारी हुँदो रहेछ। लिग्लिग भनेको चाहिँ एकदम बवाल ठाउँ हो क्या मान्छेहरूलाई थाहा नभएर होइन यो चाहिँ खासमा नेपालकै इतिहासको एउटा एकदम महत्त्वपूर्ण पानामा पनि लेखिएको ठाउँ हो होइन। त्यो भएको कारणले यहाँको ऐतिहासिक ठाउँहरू चिजहरू संस्कृतिहरू छुट्टै छुट्टै नै छ होला होइन। त्यो हामी पनि अवलोकन गर्दै नै छौँ। अब एक्कासी आजको दिनमा हामी अहिले फर्स्ट आवरमा आएर सबै कुरो त देखाउन सक्दैनौँ तर जति सक्छ त्यो चाहिँ तपाईँहरूलाई पनि देखाउँछ है त। सो स्टे टिल द एन्ड ओके गाइज। कलकत्ता पसिना आयो पाइप जोडिराखेको रहेछ लास्ट अब यो उकालो अलिअलि हिँड्दै हिँड्दै तिर्खा मलाई पनि लाग्यो साथीले खाइसक्यो म फेरि पानी चाख्छु मिठो भन्यो भने अब अलि बाइक हुँदैछ बाइक जोडिनु पर्यो नि त एकदम त्यही नै हो साथीहरू अब यहाँ पानी चाख्यो दामी रहेछ मिठो भयो अब तिर्खाको बेलामा मिठोले भनेको चिसो पनि रहेछ त्यही नै हो। अब लेट्स गो फर्दर अरू कुराहरू नि हेर्नु पर्यो नि त यहाँ टेन्ट पनि रहेछ यार। अब हामी यो टेन्टमा एकछिन आराम गर्छौँ है हल्का थकेर हातो भयो। त्यहाँ प्लास्टिक यहाँ यस्तो भोगटे चाउचाउको खोल यहाँ हेर्नु त यो 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 यस्तो हेर्नु त ल यस्तो फोहोर चाहिँ नगरिदिउँ होला है जोसुकै भए पनि जुन जिल्लाबाट आए पनि होइन। अब होइन कृपया यस्तो फोहोरहरू चाहिँ नफालिदिनु होला। आफ्नो यस्तो पिकनिकै गर्ने भयो भने ड्राई पिकनिक यताउता गर्ने हो भने नि प्लास्टिक चाहिँ बोकेर आउनु। डस्टबिनहरू पनि यहाँ एभाइलेबल छ बरु कता कता पोइन्टमा होइन त्यो पोइन्टहरूमा थन्काइदिनु। यस्तो फोहोर चाहिँ नगरिदिनु होला है कृपया। हाम्रो यो ऐतिहासिक ठाउँ हो हामीले नै उ गर्नुपर्छ प्रमोट गर्नुपर्छ। हेर्नु त सल्लाहको रुखहरू कस्तो दामी छ यहाँनिर कस्तो मजाले शीतल दिन्छ होइन। लिग्लिगकोट ठुलो गढी है रेस डुङ्गा महिना है धेरै हिँड्नुपर्ने यस्तो नहुँदैछ कुरो चाहिँ कुरै रहेछ है
टोलको हो कि तल दामी छ है ए मजा आयो रे क्यामेरै झर्ला जस्तो भयो कि बाटो त है यो सब हेर कुरोको बोट हो क्या अब कुरो रहेछ यार माया है त हावा चाहिँ अहिले भन्दा पनि बेलुका चाहिँ दामी नै चल्छ क्या अब उहिलो होइन त यो यस्तो पारा 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 तिम्रै लागि ल यहाँ धन्यवाद पनि भने अब हामी चाहिँ त्यो झन्डा भएको डाँडामा पुग्छौँ यहाँ चाहिँ महादेवको मूर्ति छ क्या अब चाहिँ हामी चाहिँ लिगलिकोटको झन्डा गाडेको ठाउँमा आइपुग्यौँ भोग्ने थाहा यो एरियामा दोकानहरू पनि छ होइन खाजा खान्छ मनी मान्छे झन्डा सन्डा पिङ त खेलाउँला भनेको त डोरी नै नहाले रहेछ यार पिङ खेल्ने डोरी नहाले रहेछ खाजा के छ चाउचाउ बन्छ चाउचाउ बनाइदिनु क्विक पनि हुन्छ होइन चाउचाउभन्दा अगाडि चटपट बिहानै चटपट खानु अहिले त्यो खाएपछि चाहिँ खाम्ला चिया नि बनाउँछ बहिनी चिया दुध चिया नै बन्छ नाइस ल दुध चिया 2 कप होइन ल हेर्नु त दसैँमा किनेको कपडामा कत्रो कुरो लाग्यो कुरो कस्तो पनि टलेछ है दसैँको लुगा भनेर यसो घुम्न अब राम्रै ठाउँमा भनेर कुरो त कुरै भयो नि कपडै भयो नि कोडमा हिँडेपछि कुरो लाग्दो रहेछ कुरो फाल्नु लाग्यो कुरो फाल्छु ल डाँडामा आएर 1 गिलास चिया खानुको मजै छुट्टै हेरौ बिहान माथि अब साथीहरू होइन अब भर्खर खाजा खाइरहेको थियो अब चाहिँ तपाईँहरूलाई यहाँ झन्डा राखेको क्या होइन यहाँ चाहिँ एउटा भ्यू पोइन्ट छ दामी त्यो भ्यू पोइन्ट झन्डा देखाउँछु यस्तै अब हामी झन्डातिर जान्छौँ त्यहाँनिरको माहौल बुझ्छौँ के कसो छ होइन अब पिङ बनाउनु रेडी भइरहेको रहेछ यहाँ चाहिँ डन्डा चाहिँ थिएन यहाँ चाहिँ अब अङ्कलले गाइरहनु भएको रहेछ सुनिदिनु यहाँ चाहिँ खोइ साथीहरू होइन यो बोर्डमा चाहिँ के लेखेको रहेछ म देखाउँछु है त्यो होस् यहाँ चाहिँ के लेखेको होइन लिगलिकोटमा 5वटा गढी रहेको छ त्यसमध्ये के अरे तर्खे गाडीमा
दर्खे गढीमा नेपालको सबैभन्दा ठुलो राष्ट्रिय झन्डा मिति विक्रम सम्वत 2077 साल पौष 27 गते स्थापना गरिएको हो। यसको सम्मुखमा दर्खे देवीको थान रहेको छ। सूचना अरू चाहिँ सूचनाहरू छ। झन्डै दैनिक 8 बजेदेखि बेलुका 6 बजेसम्म मात्र राखिन्छ। हावाहुरी चलेमा वा ठुलो पानी परेमा दिनमा पनि निकाल्ने गरिन्छ। झन्डालाई समात्दै तान्ने पोलमा चढ्ने यो चाहिँ किसनहरू हो। यो चाहिँ त्यही नै केटा होला। Let's go. ओहो यहाँ त टुरिस्टहरू पनि रहेछ त। टुरिस्टहरू पनि रहेछ। हाई गरिदिनुहोस् त टुरिस्टहरू। चाइनिजहरू पो रहेछ। बुझेन।